गुड मर्निङ सबैजनालाई। अहिले बिहानीको 10 बजेको छ र गोर्खाली ब्लक 1 मा पोल्ट्री फार्मिङको लागि यो काठको भुस है सुकाएको छौँ है। र यो काठको भुस चाहिँ एकदम पाखा सास हो कि पानी सास भन्दै थिएँ है, त्यो ल्याएर सुकाएको छु है। र एकदम यो चिसो थियो है र घाममा मजाले सुक्यो है। र यसै गरी पोल्ट्री फार्मिङ गर्नुको लागि चाहिँ है सबैभन्दा इम्पोर्टेन्ट चाहिँ यो काठको भुस है। यो काठको भुस चाहिँ हजुरहरूले पाल्नुहुन्छ भने चाहिँ अगाडि नै ल्याएर स्टक गर्नुहोस् है। र घाममा मजाले सुकाएर है किराहरू कमिलाहरू नहोस् है, र त्यसले गर्दाखेरि कुखुरालाई असर गर्नेछ है। र यसरी राम्रोसँगले सुकाएर बोरामा हालेर राख्न सक्नुहुन्छ है। र फार्मिङ गर्नुको लागि हजुरहरूलाई के चाहिन्छ, कसो चाहिन्छ है, मेरो भिडियो हेर्दै गर्नुहोस् है। पोल्ट्री फार्मिङमा म हरेक दिन हजुरहरूले कोले फार्मिङ गर्नुहुन्छ कुखुरा फार्मिङ है, त्यसको लागि सानो सुझाव है। र मैले पनि केही सिकौँ र हजुरहरूलाई पनि केही सिकौँ भन्ने गइरहेको छु है। यो भिडियोको मार्फत भन्नु नै कुखुरा पालन गर्ने जति पनि हुनुहुन्छ है उहाँहरूको लागि। र कुखुरा पालन गर्नुलाई यहाँ चाहिँ 400वटा चाहिँ अट्छ भनेर चाहिँ बनाएको है। र हजुरहरूलाई देखाउनु गइरहेको छु है। म भित्र जानेछु है। र हजुरहरूले है यो मैले चाहिँ प्लास्टिक लगाएर बनाएको छु है। प्लास्टिक लगाएर यहाँ इग्राले बारेर प्लास्टिक लगाएर है च्यादरहरू लगाएर बनाएको छु है। र लाइटहरू पनि धेरै फिटिङ गरेको छ, तर दुईवटा मात्रै अहिले चाहिँ अन गरेको छौँ है लाइटहरू हो। र देख्न सक्नुहुन्छ है भित्र एकदम तातो छ, न्यानो एकदम न्यानो छ है। र म चाहिँ चारो चाहिँ आज चाहिँ मैले फर्स्ट डे हो है। र एक बोरा मात्रै ल्याएको थिएँ है, 50 केजीको हुन्छ। र सम्राट भन्ने पाएको थियो है, सबभन्दा राम्रो भनेर चाहिँ यो ल्याएको है। र चल्लाहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ है अहिले खाइरहेको छ होइन। र पानीहरू पर्ने त्यस्तो केही पनि छैन। र हजुरहरूले पनि बनाउनु भयो है, कुखुरा पालन गर्नुभयो भने चाहिँ एकदम यसरी जालीहरू लगाएर है बिरालोहरू नछिर्ने प्रकारले बनाउनुपर्छ है। र लाइटहरूको लागि चाहिँ अझै व्यवस्था है यसमा पनि बादमा आउने छ। चल्लाहरू जति पनि यो ग्याप जग्गा देख्नुहुँदैछ है, यसमा पनि बादमा पाल्ने छु है। र यहाँ देख्न सक्नुहुन्छ है, यहाँ मुनि पनि देख्न सक्नुहुन्छ। यहाँ मुनि पनि जग्गा धेरै स्पेस छ है। र के मेडिसिनहरू के दिनुपर्छ है म हजुरहरूलाई देखाउने छु है। र अहिले चाहिँ हेर्दै जाउँ मेरो गोर्खाली ब्लग च्यानल है। र कति दिनमा कत्रो हुने रहेछ है त्यो म डेली अपडेट दिनेछु है। र अहिले चाहिँ मैले गुड पानी है फर्स्टमा ल्याउने बित्तिकै चार नदिकन चाहिँ गुड पानी दिएको छु है। र यहाँ देख्न सक्नुहुन्छ है यो गुड पानी हो है। र 3 लिटरमा चाहिँ कति 100 ग्राम गुड हालेर दिएको छु है। र भोलि आज चाहिँ मेडिसिनहरू दबाईहरू नदिने है, भोलि चाहिँ दबाईहरू दिने हो है। र के प्रकारले दबाई दिनुपर्छ, कति लाग्छ है, म सबै हजुरहरूलाई देखाउने छु। हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल गोर्खाली ब्लग 1। हजुरहरूले देख्न सक्नुहुन्छ है चल्लाको चाहिँ फर्स्ट डे है। र चल्लाहरूले मजाले है चारोहरू खाइरहेको छ होइन। र आज चाहिँ मैले पहिलोचोटि है ल्याएर चाहिँ गुड पानी मात्रै दिएको छु है। र अरू कुनै पनि के भन्छ मेडिसिन युज गरेको छैन। मेडिसिन युज गर्नु हुँदैन, फर्स्ट ल्याउँदाखेरि है गुड पानी नै दिनुपर्छ है। र कुनै पनि ग्लुकोजहरू दिनुहुन्छ है। ग्लुकोजमा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँलाई चल्लाहरूलाई चिसो लाग्छ है, त्यो पानी खाँदाखेरि चिसो लाग्छ र चिसो लागेर चाहिँ मर्ने चान्सेस हुन्छ है चल्लामा हो। र कुनै पनि घटनाहरू भएको छैन, राम्रोसँगले है साथ दियोस् है। र के भन्न चाहन्छु भन्दाखेरि चाहिँ म चाहिँ चल्लाले चाहिँ पहिलोचोटि चाहिँ यसमा चारो खानु चाहिँ अब त्यति जानेको हुँदैन रहेछ है, जानेको हुँदो रहेछ। र त्यही कारणले गर्दाखेरि चाहिँ फर्स्ट दिन चाहिँ चल्लाहरूले आज चारो खाएको थिएन कहिले पनि है। र त्यही भएर चाहिँ मैले चाहिँ जग्गा भुइँमा थुप्रो लगाएर गरेको थिएँ, निकै थाक लगाएर गरेको थिएँ। र चल्लाहरूले खायो है। र हजुरहरूलाई के भन्न चाहन्छु भन्दाखेरि भुसहरू अहिले सानोमै नहालिदिनुहोस् है फर्स्ट डे ल्याउँदाखेरि। किन भन्दाखेरि चाहिँ भुसहरू अहिले नै हाल्नुभयो भने चाहिँ चल्लाहरूले चाहिँ जानेको हुँदैन र भुइँमा काठहरू पनि खाने है, काठपातको भुसहरू खाने डर हुन्छ है। त्यही कारणले गर्दाखेरि चाहिँ यसरी न्युज पेपर चाहिँ लगाउनुपर्छ। न्युज पेपर लगाएर चाहिँ गर्नुभएको छ भने एकदम बेस्ट हो है। र म के भन्न चाहन्छु भन्दाखेरि चल्लालाई चाहिँ
तातो पानीमा चाहिँ चिसो पानी नमिसाएर चाहिँ नदिनुहोस् है। र तातो पानीलाई सेलाएर एकदम सेलाएर दियो भने चाहिँ एकदम राम्रो हुन्छ है। यही भन्न चाहन्छु है। र पानी खाँदाखेरि चाहिँ हजुरहरूले ध्यान दिने कुरा चाहिँ यसरी चल्लाहरूले खाँदैछ है, कोही त्यहीँ बस्दिने के गर्ने हुन्छ, त्यो कारणले पनि चिसो लागेर मर्ने चान्सेस हुन्छ है। र हजुरहरूले चल्ला हुँदाखेरि चाहिँ टाइम हेर्ने गर्नुहोस् है। र टाइम हेर्दाखेरि चाहिँ डुबिरहेको हुन्छ के गरेको हुन्छ त्यसरी नै हुन्छ है। र भोलिको दिनमा अर्को नेक्स्ट भिडियो चाहिँ के आउँछ भन्दाखेरि मेरो कुन मेडिसिन म युज गर्छु है। र जुन चाहिँ मेडिसिन युज गर्छु म यो चाहिँ पहिलो तपाईँहरूले देख्न सक्नुहुन्छ सिक्किममा चाहिँ कसैले पनि त्यो मेडिसिन युज गरेको छैन र सिक्किममा पाइँदैन पनि त्यो सिक्किम रिनक क्षेत्र लरतार्पिनबाट म भिडियो बनाइरहेको छु है। र सिक्किममा कहीँ पनि छैन त्यो खालको दबाई है। र यो बाहिरबाट अर्डर गरेको छु मैले र बाहिरबाट नै आउनेछ है। यो चाहिँ कलकत्ताबाट आउनेछ डाइरेक्ट है। त्यसै कारणले गर्दाखेरि चाहिँ दबाई म कुन चाहिँ खुवाउँछु हजुरहरूले देख्नु सक्नुहुन्छ। कति दिनमा कति केजीको हुन्छ त्यो टोटल हजुरहरूलाई बताउने छु है। र मेरो जति पनि भिडियोहरू हेर्नु भएको छ है हजुरहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु है। फेरि पनि हजुरहरूलाई स्वागत गर्छु मेरो भिडियोमा है। र हजुरहरूले मेरो भिडियोमा लाइक शेयर कमेन्ट गर्नु नबिर्सिनु होला भन्दै म हजुरहरूबाट बिदा लिन चाहन्छु। नेक्स्ट भिडियो चाँडै नै आउनेछ है मेडिसिन खुवाएको। अर्को भिडियोमा भेट हुन्छ हजुरहरूसँग।